लैजाउँ त छोरा हामीले हजुरहरूले रुनु पर्दैन आमा अब हेर्नु त स्थानीय पालिका हुनुहुन्छ मानव सेवा आश्रम आएको छ आमा बुवाको रहर थिएन एउटा बाध्यता थियो अनि आमा यो कसैले पैसा दिएर बनायो कि हजुर आफै खर्च गरेर बनायो खर्च कहाँ पैसा दिनु नि आफैले खर्च गरे आफै खर्च गरे हजुर लाख रुपियाँ पर्यो त्यही त लाख रुपियाँ पर्यो त्यो छोरालाई त्यति थुन्नलाई मात्रै मात्रै ल हेर्नुहोस् त एउटा मानसिक रोग भएको बिरामी आज कुन ठाउँमा कुन अवस्थामा हुनुहुन्छ म आऊ भित्र बाफ्रे नमस्ते कस्तो छ त नि यहाँ भित्र बस्दा कस्तो छ नि अहिले ठिक छ भित्र बसिरहने कि बाहिर जाने बाहिर हिँड्ने हुन त आमा बुवा हो चिन्ता लाग्छ तर पनि छोरो अब उपचारमा गएको छ राम्रो ठाउँमा गएको छ भनेर राम्रो चिन्तन गर्ने राम्रो सोच्ने है जति धेरै खुसी हुनुहुन्छ त्यति चाँडो छोरोलाई निको हुन्छन् फेरि हजुरले पढाएको विद्यार्थी मैले पढाएको विद्यार्थी कतिसम्म पढाइ छ हजुरले मैले कक्षा 5 सम्म पढाएँ कस्तो स्वभावको के खालको के हुनुहुन्थ्यो हजुर एकदम राम्रो ज्ञानी अनुशासित हजुर उत्कृष्ट विद्यार्थी जो मैले श्री आधा दुर्गा नदी प्राथमिक विद्यालय चुल्टेगानीमा पढाएँ हजुर त्यो बेला पढ्दा कक्षा 1 देखि कक्षा 5 सम्मको उत्कृष्ट विद्यार्थीभित्र पर्छ त्यो मात्र नभएर वडाको फर्स्ट विद्यार्थी पनि हो कक्षा